काठमाडौँ उपत्यकामा अव्यवस्थित बस्ती हटाउने अभियानको युवाहरूले विरोध गरेका छन्। सुकुम्बासी भूमिहीनहरूको उचित व्यवस्थापन नगरी उनीहरूलाई जबरजस्ती हटाउने काम गरिएको भन्दै शनिबार युवाहरूको समूहले काठमाडौँको माइतीघरमा प्रदर्शन गरेका हुन्। सुकुम्बासी समस्या असमान वितरण र आर्थिक असमानताको उपज हो। सुकुम्बासी नेपालभित्र पर्छन् कि पर्दैनन् लगायत लेखिएका प्लेकार्ड प्रदर्शन गरेका थिए। उनीहरूले बालबालिका, गर्भवती, सुत्केरी, बिरामी, ज्येष्ठ नागरिक लगायतका आम नागरिकलाई आतंकित बनाउने काम तत्काल बन्द गर्न माग गरेका छन्। सबै हननबासी बस्तीका सबै मानिसहरूलाई चाहिँ मानव भन्दा पनि मान्छे भन्दा पनि कम सरकार हामीले रहरमै सजाएका हौं खोला किनारमा हाम्रो बस्ती, किनकि कोठाबाट सर्नको लागि त्यसरी अल्टिमेट दिनुपर्ने हुन्छ। तर यो सरकार आतंक भरेर उहाँले कौन सा राजनीतिक मुद्दा दिनुहुन्छ मलाई भन्नुहोस् हैन। 70 80 वर्ष